फेरि भाउजू तपाईँकै जोसमै यहाँसम्म आइपुगेको नि फेरि सरप्राइज दिनलाई फेरि पुग्न चाहिँ पुगेको छैनौँ होइन ढाँटेको छैन हामीले तिमीलाई ढाँट्टा चाहिँ ढाँटेरै हामी माथि जाँदैछौँ होइन सरप्राइज दिनको लागि यहाँ फेरि कालो अङ्कलले कसम फेरि भनिस् भने फर्किन्छु भन्नुहुन्छ यता यो पनि त्यही फर्किन्छ सरप्राइज भनेको के हो भाउजू थाहा छ नि तपाईँलाई यस्तै हो नरिसाउनु तपाईँले डायल गर्नु मलाई चाहिँ कतिको भन्न मन लागेको छ होला म त बर भन्न मन लागिरहेको छ उसलाई मम्मीलाई चाहिँ भन्ने भयो कसैलाई मम्मीलाई आमालाई चाहिँ भन्छ मम्मीलाई त फोनमा भन्ने हो नि त मम्मीले त त्यस्तो भन्नु नि त पोखर आइसक्यो भन्न त होइन त अनि मम्मीले उता फोन कति हानिसक्नु होला मम्मीले हातिसक्नु होला है हाम्रो चाहिँ किचन आजको हामी बसेको ठाउँ चाहिँ यस्तो छ रोहित यतै चट्टा आगो पुग्दैछ यहाँ भाइले आगो बाल्ने हो बस्ने यो चाहिँ सही क्या है दामी लाग्यो मलाई नजारा रोहित यो चाहिँ कस्तो लाग्यो आगो बाल्न बस्नलाई होइन दामी है हुर भन्छ भने के तालमा भयो है दामी तातो हुनु पर्यो तिमी चाहिँ अनि दिन कसरी कटाउँछौ हो यहाँ आमा एक्लै कहाँ हिँड्छौ यता साथी के गर्दै हो किन यहाँ आएर चाहिँ चिक्सलाई फोन गर्नु परेन बिहान बेलुका त एक टाइम त किन अनि यहाँ त्यही टावरको लागि टावरै छैन यहाँ पनि छैन है हे चरा टावर लिएर आइज मेरो मोबाइल लिएर जा टावर आज चाहिँ हामी लालीगुराँस भन्ने होटलमा बसेको छौँ यहाँ चाहिँ आगो ताप्ने ठाउँ उहाँ चाहिँ रुम अनि दुईजना इन्डियन यहाँ आएको रहेछ तर यहाँ चाहिँ टोटल कतिवटा एउटा दुईवटा तिनवटा कि चारवटा मात्र होटल रहेछ यहाँ उससे लाग्ने जाने एकैछिनमा यहाँ चाहिँ हेलो ठिक छ नि होइन टिका लाउन जाँदो रहेछ राजाको नेपालमा जनेको मुसलमानहरूले त राज संस्था मान्छ नि त मान्छ है त राजालाई भगवानै मान्छन् उनीहरूलाई नागरिकता दिने अनि पहिला सुकुम्बासीहरूलाई जग्गा दिएको महेन्द्र सर राजाले अनि वर मान्छ नि सुकुम्बासीको नाममा राजनीति को हुन्छ त आज हाम्रो मेयरको फेरि बर्थडे रहेछ हेमकर्णा सरको हेमकर्णाको त्यो चाहिँ हाम्रो मिता हेमकर्णे पौडेल इटरीको मेयर नि को हुने अरे चोर हो इटरीको चोर भन्न चोर भ्रष्टाचारी हो भ्रष्टाचारी हो आगो ताप्दै हामी अहिले कामै छैन क्या मजा आइरहेको छ जस लुटेर त्यसको पनि पत्ता साफ गर्नुपर्ने इटरी बाहिर पानी परिरहेको छ हामी आगो ताप्दै होइन अहिले हल्का तातो लिँदै भोलि चाहिँ हाम्रो यात्रा अब डाइरेक्ट डेस्टिनेसनसम्म हुन्छ जस्तो धेरै रहेको छ नि है अझै देशमा तल क्या अब 84 चुनावमा सब फालिन्छ सब फाल्नुपर्छ यिनीहरूलाई चोरहरू लागि त कति छ नि त लाउरेले भन्दैछ त कुरा यसो अब चलपल देखाइरहेको छ लाउरेले लाउरे चाहिँ जित्छ
जित्छ नि लाउरेलाई कहाँ भोट हाल्छ हौ मान्छेले लाउरेलाई जत्मा हाल्छ रहेछ पोखरामा पढेको यस्तो कुरा गर्छ खतरा खतरा खाने पोखरा होइन नि पोखरा त बवाल हुन्छ बालनले बोल्यो भने त के थाहा त होइन दाइ त्यसको पनि अलिकति त्यसकोबाट पनि अलिकति भोट कलेक्सन हुन्छ नि त होइन त्यो नि हो हुन्छ तर बालेनले लाउरेको बारेमा बोल्छ जस्तो लाग्छ बोल्दैन ए त्यो बालन भनेको अर्कै टाइपको हो क्या त्यो त हो त्यो चाहिँ मैले मान्छु कुनै कार्यक्रममा त गएन त्यत्रो पार्टीको होइन दाइ म त उपर मान्छु कसलाई लाउरेलाई बालनलाई ए बालिन त हातमा बेसा हो नि विकास कालो अङ्कलको सुताइ यस्तो भइरहेको छैन कालो अङ्कल कालो दाइ कस्तो गल्नु भएको यार यत्रो हिँड्नुहुन्थ्यो कालो दाइ यार तपाईँ यार राजाकै कुर्ची लगाइदियो जस्तो भयो दाइलाई हामी चाहिँ ठुल्छौँ राजा हो नि दाइ चाहिँ पुरै बनाएको नि फेरि कस्तो दामी तरिका राजा हो त नि राजा हो क्या राजाको प्रजा हो त्यो बिचमा बस्ने एउटा कुर्ची त्यो राजाको लक्षण भएको मान्छे हो नि होइन राजाको प्रजा जे जति जे नै भने पनि जे नै तपाईँ सही हो भाले नै आए पनि ढाले नै आए पनि सालेम जोरसुकै आओस् होइन म राजाकै प्रजा हो अनि त्यो नाकले बोल्ने छैन त्यसले भनेको थिएन रमी आए पनि बालेन आए पनि केही पनि हुँदैन भनेको थिएन ठ्याक्कै त्योसँग अस्ति टिकटकमा मैले होइन उयो गरेको क्या के भन्नु नि जोइन गरेर बोलिदिएको क्या एकखेन त्योसँग के भन्दै थियो त्यो भाइरल हुन गयो के भन्दै थियो लास्ट टाइममा मलाई सोधो कहाँ हो म माल्टामा बस्छु भन्दै नि त मैले म नेपालमा छु भनिनँ होइन अनि लास्ट टाइममा ल ल दाइ म नि जानुपर्ने भने होइन मैले त्यसलाई अनि के भन्नु भने मलाई ल ल भाइ अझै प्रगति गर्नु माल्टा जाउँ अस्ट्रेलिया जाउँ अमेरिका जाउँ उता जाउँ भन्दै थियो खतरा हो नि त्यो पनि बरु त्यसले जित्छ त्यो पनि राजावादी हो नि खतरा खतरा राजावादी हो त्यो चुनाव पनि मजाक मजाक नभयो मलाई लाग्छ त्यसले घन्टीमा भोट हालेन त्यो हाल्यो हालेन क्या त्यसले खतरा हो त्यो राजावादी त्यो भोटरको आइडी थिएन होइन गाउँ गएको थियो भन्दै थियो त्यसले हाल्यो गोला हाल्यो हाल्न चाहिँ हाल्यो कि माटोलाई हाल्यो माटोलाई त हाल्दैन त्यसले बालेन मन नपराउने माटो मन पराउँछ त्यही माटोको के अरे बालेनको अपोजिट माटो अहिलेको चर्चामा माटो र अरूले ल यता हाम्रो बबाल भाइ यो चाहिँ एकदम रोहित कस्तो भइरहेको छ एकदम आएको तपाईँ यता मोबाइल चार्ज गर्नु ठाउँ अहिलेसम्म कसैले आगो यसरी तापेकै छैन नेचुरल हो क्या यो भनेको चाहिँ टक्क आगोमा भात कालो अङ्कल भात खाने कि नखाने भात नखाने भोलि खाने भात भुटेर सब्जीसँग दामी हुन्छ त्यसो तर ओइली बिहानी ओइली खाने त खाँदैछ नि भात अहिले भात खाने अलिअलि भुट्न लागेर खानुपर्छ क्या त्यो जुन हामी उयो खायौँ नि खाएदेखि चाहिँ माथि क्या के उयो भन्नाले पानी पतञ्जली पतञ्जली होइन जीवन जल तर सकिन्छ इन्डियन त उयोहरू त त्यो लेडिज त पुगेर तिनीहरू आउँछ नि तिनीहरू पनि कहिले तिनीहरू नि आउँछ होइन कालुङ्गल तिनीहरू अर्को बाटो चाहिँ गएको छ कि बा जस्तो लाग्नु थाल्यो मलाई त जहाँसम्म त्यहाँबाट के जान्छ साधनहरू केही जाँदैन केही जाँदैन होटल त उहाँ छैन भनेको सुनिनुहोस् बिजोग भनेर लु भयो अहिले फेरि यहाँ पक्लियो भने तँलाई त्यस्तो गाह्रो भएको थियो हिजो चाहिँ डेन्जर गाह्रो भएको रहेछ आज चाहिँ छैन आज त्यस्तो छ हिजो जस्तो छैन आज त बस्दै बस्दै आनन्द त पनि पाहाडको छोरो भइस् नि त अब त होइन कालुङ्गल आजबाट हुन त दाइ म फेरि जिरीबाट नि पौठा पुगेको छु त्यो थुमको जिरीबाट पौठा पुगेको छु हिँड्दै बिहान हिँडेको तर बेलुका पुगेको आनन्दले बस्दै बस्दै जिन्दगीमा पहिलोचोटि चाउचाउको चाउमिन भनेको त्यहीँ खाएको मैले
त्यहीँ खाएर आएर त अनि एक दुईटा दिएको यो भाइ चाहिँ अब्बर गर्लफ्रेन्डसँग बोलेको बोले गर्दो रहेछ हाँ भाइ तिम्रो त चिन्जान होला त दिँदैन ऊ छोडेर के को लाग्यो त चाहिँ वाइफाई जान त एकताल भन्नु त तँलाई मन धेरै लागेको छ वाइफाई चलाउनु अनि तर होइन रोहितले गर भन्नु नि हाम्रो लागि चाहिँ हुन्छ होइन कालो अङ्कल यसले सक्छ जस्तो लाग्छ भन्न माग्न सक्छ जस्तो लाग्छ कालो अङ्कल सक्दैन तर मलाई त सक्छ जस्तो लाग्छ रोहित त्यहाँको मोबाइल एकताल 1 मिनटको लागि पनि हामीलाई हातमा दियो भने नि हामी त्यति पनि भन्न ए दिँदैन हौ कति किसिस गरेको त्यो कुरो कालो दाइलाई नै हाँको लागि रोहितै हो नि आफै कुरा निकालेको वाइफाई गरेर एक दिन नचलाएर निकाल्दैको मलाई त के टेन्सनै छैन नि मलाई थाहा छ नि छ कि छैन आगो यो आगो जस्तो बलेको छ नि अहिले यस्तै मनेसको यस्तै बल लागेको छ अहिले इन्टरनेट चलाएर नभएर क्या जानु पर्दैन चिक्सलाई डाइरेक्ट बिहान गुड मर्निङ भयो भने समाचार चाहिँ भाइलाई बजाउनु सुन्नु भन्न मोबाइलमा भाइकोमा चार्जर छैन यसमा पनि हुन्छ त अनि MP3 मा थामेन भाइ MP3 मा हुन्छ क्या कहाँ हुन्छ हुन्छ MP3 होला भाइको अघि MP3 त होला नि त्यो भाइ एक ठाउँ चाहिँ साग नहाल्दो अब भात खाने हजुर हजुर मलाई चाहिँ साग नहाल्दो अर्को के छ आलु हजुर है अब चाहिँ भात खान लाग्यो भाइ त्यहाँ छिरेको थियो भने कसरी निस्किन्थ्यो तर नि भाइ सुन न भाइ तर कस्तो दामी हुन्छ भने नि यहाँ पनि डोको चाहिँ मान्छे बसेर ल्याउने खालको बनाइराखेको त्यो एउटा काम लाग्न सक्छ नि भाइ होइन यहाँ भयो भने दामी पैसा कमाउँछ केजी हिसाबले क्या माथि ताप्लेजुङ जाँदा छ नि उता ताप्लेजुङ पाते भएर माताकोमा जाँदा भाइ बोक्छ नि मान्छे खाना खाइसक्यो तिमीले खाउनु नि किन मासु छ क्या हो मासु छ क्या हो अनि खाउँ न त अनि मासु त पाउँदैन यहाँ मासु थियो भने भाइले अन्डा बनाउँथ्यो होइन त कि अब उसको लागि मात्र हिजो त उतामा होइन उसको लागि मात्र छ कि खाऊ न भाइ केही हुँदैन गफ सुन्दै खाऊ भाइ तिम्रो घर चाहिँ कहाँ अरे गोर्खाको एकदम हाम्रो एकदम गुड भाइ है लास्टै मजा लाग्यो रोहित यो भाइसँग गफ गर्न कस्तो भइरहेको छ मोबाइल यता आगो पनि कस्तो दामी भइरहेको छ धुवा नआउनेवाला क्या बाहिर त भाइ यार यता आउनु भाइ बाहिर त डेन्जर क्या धुवा आम्मा आँखा पोलेर हाँसु आएर फेरि एकचोटि हाँसेपछि हाँसेको को गुड मर्निङ आज हाम्रो ओइ यहाँ त डे कति हो आज डे 6 कति 6 डे 6 मा हामी अहिले उठिसकेको छौँ डे 6 होइन हौ आज हामी माथि जान खोजेको हिजो यो हिँड्नै सकेन र यहाँ बास बस्नु पर्यो न त माथि हिजो माथि त हिजो जान सक्नु बाटैभरि हिउँ छ अरे हिँड्न नसकेर बास बसेको मलाई जहिले दोष न हिँड्न नसक्ने बिहानै भिडियोहरू छ बोलेको हेर मेरोमा उठ्ने बित्तिकै यहाँ फेरि लाली गुराँस हेर्ने बिहान कस्तो दामी छैन भाइ आज डेफ हो होइन घरदेखि हिँडेको त 5-6 पुग्यो 7 पुग्न आँटिसक्यो फर्किँदा नि बास बस्नु पर्छ होइन बस्नै पर्छ भोलि एक ठाउँ चाहिँ हो अब आज चाहिँ माथि पुग्छौँ होइन फाइनल्ली अनि भोलि बिहान भ्यू हेरेर झर्ने अनि झर्दा पनि बास बस्ने यहाँबाट चाहिँ अब खाजा खाएर 5 घन्टा यहाँबाट ओह्रालो छैन बब मार्नेसम्म बब मार्ने नै पुगिन्छ होला 5 घन्टा माथि पुग्न ल अब एकछिनमा खाजा खाएर अनि हामी निस्किन्छौँ ल बाई
अङ्कल बोर्डिङ फ्रम चिगा फ्रम चिगा आज डे कति डेट सेकेन्ड होला होइन तेस्रो भनौँ न घर छोडेको के गरिदियो यो चाहिँ इनर साइड हो क्या ट्रेकिङको लागि यो चाहिँ एकदम खतरा है रेडबुल सेडबुल एक्सट्रिम खतरा कि यो सब नाटक हो नाटक खाने नै इलेक्ट्रोन हो क्या यो एकदम हामीले ब्रेकफास्टहरू गऱ्यौँ नि के खायौँ रे ब्रेकफास्टमा भन्दै अन्डा चना राइस अब हामी झोला चाहिँ लिएर जान्न भाइले ल्याइदिन्छ नि एकदम गुड भइरहेछ यहाँ चाहिँ टक्क टोइलेट गरेर निस्क्यो लाली गुराँस ब्रस गर्न निस्क्यो लाली गुराँस होइन त्यही भएर त होटलको नाम होटलको नामै लाली गुराँस त्यही भएर यो चाहिँ अस्ति बङ्गलादेशबाट मान्छे आएर चाहिँ झन्डा गाडेर गएको रहेछ हाम्रो नेपालको झन्डा चाहिँ सुरुमै छ है ल अब हामी लाग्छौँ है त ल ल हुन्छ एकदम खुसी लाग्यो ठीक है भाई हाँ अच्छे से जाइए हाँ कुकुरलाई खेदा ल लाग्यो है माथितिर अब कोरे डाँडातिर रोइ ठिक छ आज हामी कति मिटर पुग्छौँ अरे कालो अङ्कल माथि 3800 टोटल 3800 होइन साथी कस्तो छ उकालो बाँसै बाँसको बाटो फेरि यस्तो छ यो चाहिँ माथि अब कोरे डाँडा पुग्ने दिन आज हामी माथि गएर बास बसिन्छ भोलि भ्यू हेरिन्छ फर्किन्छन् यता हुनुहुन्छ कालो अङ्कल डेन्जर हिँडिराख्नुहुन्छ बाँसै बाँस यस्तो क्या पुरै भालु पनि लाग्छ अरे नि त यहाँ त डेन्जर बाटो बन्द गरेको हुन्छ कि रुख लडेर फेरि खोलेको छ कि बाटो यस्तै हो बाटो चाहिँ जङ्गल फेरि बाँसको क्या फेरि होइन कालो अङ्कल के डेन्जर हिँड्नु परेन अब यसमा चाहिँ यो बाँसै बाँसमा चाहिँ यहाँ चाहिँ यो बाटोमा चाहिँ डेन्जर चाहिँ के को छ भन्दा भालुको रहेछ क्या भालु लाग्ने रहेछ कि नत्र अरू केही छैन अरू सब ठिक छ हिँड्नलाई त बाटो नि यतिको त ठिकै छ ढुङ्गामुनि जरा छ हौ रुखको हजुर ढुङ्गामुनि रुखको जरा छ क्या हो है आम्मा यो त घामले देखिन रहेछ यहाँबाट तर सब छेकी छ मेरो पुरै माथि त छोपेको रहेछ यहाँसम्म आइपुग्दा चाहिँ यति चाहिँ उसले ढाकेको छ क्या बादलले अलिक है अब सही देखिन्थ्यो यहीँबाट यहाँ पनि दोकान रहेछ तर उतापट्टि खुलेको जस्तो छ ए हो 3J भन्ने ठाउँमा आइसकेको छौँ लगभग 2 घन्टा हिँडेर यहाँ आइपुगेको यस्तो छ यहाँको भ्यू चाहिँ एकदम बाधा लागिरहेको छ हल्का हल्कै यहाँहरू चाहिँ यहीँबाट स्टार्ट छ जस्तो छ यहाँ रोहित यता छ रोहित यता हेर अरे बच्चा अब फेरि यहाँहरू भन्दा पनि चार्ज चाहिँ एकदम टिकाउनु पर्ने रहेछ इन्टरनेटहरू पनि केही चल्दैन रहेछ नेटवर्क नि हुँदैन रहेछ बेला बेलामा आउँदो रहेछ निकै गाह्रो हुने यहाँ एनटिसी चाहिँ राम्रोसँग चल्दो रहेछ तर कलिङहरू चाहिँ हुने रहेछ तपाईँको नेटहरू चाहिँ चलाउन ननै मिल्ने रहेछ एकदम चिसो छ एकदम
सुरु भयो अब फेरि हिउँको हिँडाइमा डेन्जर ट्रेकिङ हो यो चाहिँ फेरि कोरी आउने हो कोरी ट्रेकिङ चाहिँ एकदम डेन्जर यार लास्ट चिप्लिँदो रहेछ यार जुत्ता त मास भिज्नुपर्छ अब कस्तो छ बाफ्रे लास्ट दुःख हुने यसमा अब्बर उकालो हिँड्न नसक्ने हिउँ पर्ने दिउँसोदेखि पानी परेको परे बास बसेको बसे यस्तो छ अहिलेको अवस्था केही देखेको छैन अझै अब कति 2 घन्टा हिँड्नुपर्ने हिउँको बाटो भोलि मात्र अब बिहान हेर्ने भ्यू फेरि लगभग कति घन्टा यस्तो हिँड्नुपर्छ अब 2 घन्टा यो त स्टार्टिङ हिउँ होइन ए तर कोरीले त तोरी नै देखाइदियो नि होइन डेन्जर यस्तो छ होइन अरे बिर्जु के छ रे तोहर हाल आशालाई यहाँ त हिँड्नै नसक्ने रहेछ त पुरै चिप्लो छ त पुरै यो त एनर्जी त ह्याक बनाउने डेन्जर हिँडै भइरहेको छ हिउँमा यता भर्खर स्टार्टिङ सकिँदैन रहेछ अझै हिँड्नुपर्ने छैन यो चाहिँ डेन्जर बाटै नदेखिने गरी चाहिँ एकदम गाह्रो छ चिप्ल्यो चिप्लिँदो रहेछ लट्ठी गाड न बाटो नथापाएर रहेछ क्या बारे बारे कडिया बढिया छ अरे दाइ यो ठाउँको नाम के अरे तिनजे अब यहाँबाट कति रहेछ लगभग 2 घन्टा भन्छ 2 घन्टा हामी अहिले 3500 को हाइटमा छ 3500 मिटर अब 300 मिटर चढ्न बाँकी छ यो त यस्तो बाटोमा चिप्लेर बाटो अहिले हामी यहाँबाट आएको यो तलबाट हिउँ बाटै छैन बाटो त धन्न हिजो 3 जना हिँडेको रहेछ र बाटो भएको नत्र बाटै पत्ता लगाउन नसक्ने रहेछ डेन्जर हो डेन्जर अब यो उकालो होला कता हो कता बाटै छैन भर्खर सुरु भयो हो भर्खर कस्तो लारा भर्खर सुरु भयो हो भर्खर अब कयौँ डाँडा कट्नै बाँकी छ लेकतिर चढ्नै बाँकी छ पानीको व्यवस्था एकछिन यस्तो नजारा तर नि कालु अङ्कल एउटा कुरा भनौँ यो ट्रेक आउन होइन यो ट्रेकिङ आउन दुःख चाहिँ लास्ट छ होइन तर मजा पनि बबाल छ क्या फेरि हो कि भन्नु त साह्रो गाह्रो छ सोचेको भन्दा धेरै गाह्रो छ धेरै धेरै गाह्रो सोच्नु भएको थिएन यस्तो गाह्रो छ सोचेको थिएन तपाईँ रातारात कहाँ पुग्नु भएन भनिदिनु न कहाँ पुग्यो तर यो चाहिँ एकदम गाह्रै हो सोचेको भन्दा धेरै गाह्रो किलिचु अनि अरू कहाँ अरे कहाँ पुग्यो भन्दिनँ नि तर यो चाहिँ सबसे भन्दा डेन्जरै रहेछ ल आज हाम्रो बालन शाहले शपथ ग्रहण गर्दै हुनुहुन्छ त्यसबाट हामी लेकतिर यो ठाउँ चाहिँ अझै विकास गर्नु पर्यो बालेन शाहले यहाँ चाहिँ उहाँ तलसम्म नै गाडी आउने भए पनि बेस्ट हुन्थ्यो क्या यो होइन
गाडी नआएकै ठिक हो यही हो मलाई गाडी नआएर अनि त्यो जय श्रीराम आज रामनवमी हो आज रामनवमी के अरे नवमी रामनवमी आज हाम्रो व्रत बन्द गरेको दिन हो फेरि आज राम जन्मेको दिन होइन रोहित श्री राम जय श्रीराम पानी पर्न थाल्यो फेरि अब हिँड्दा हिँड्दै घर छैन केही छैन आपत परेन यहाँ पानी चाहिँ नपर्दै हुन्छ यहाँ के बस्ने सस्ने छ जस्तो लाग्यो दोकान होला जमजम होइन के गर्ने रेनकोट छ नि त लामो होला है रेनकोट लगाइहाल्नु मैले नपर्दै पानी एट्याक भइसक्यो यहाँ छिटाउन थाल्यो है पानी ल शिवजी यत्रो सुनसान ठाउँमा होइन को छन् भन्दाखेरि जय शम्भु यहाँ न बस्ने ठाउँ छ न के गर्ने ठाउँ छ रोहित अब हिउँ परेको पनि देख्छस् यार सब देख्छस् तैँले आज जय शम्भु कैलाशपति रक्षा गरौ म त आएन कि क्या झोला बोकेर आएको 30 पनि कहाँ हुन्थ्यो नि अन्त हिउँ के सिवाय कुछ भी नहीं है होइन कस्तो लागिरहेको छ साथी कस्तो फिल भयो त मजा मलाई स्विजरल्यान्ड भन्दा पनि बब्बा हट एन्ड सेक्सी लागिरहेको छ देश नेपाल यहाँ चाहिँ आउनु होइन कालुङ्गल तर दुःख चाहिँ धेरै छ लोत दुःख पाउँछ अब जाँदै दुःख छ फर्किँदा त झन् सिक्लेसको डाँडा सम्झिँदा त माछालाई बाटो पनि लक्कीली हिजो 3 जना घुम्न आएको मान्छेले गरेर चाहिँ यसो बाटो पत्ता लाएर हिँड्न सकेको छ नत्र हराउने रहेछौँ हामी चाँदनी छैन अब डाइरेक्ट माथिको भेटिहाल्नुपर्छ पुगेर ल यस्तै छ पुरै बाटो हिउँ हिउँ चाहिँ कति छ भन्दाखेरि ए यति छ है के लेख्यो भन्दा मैले चाहिँ नछाड्ने भयो हुने कि होइन कति घन्टा भरे हामी निको 3.5 घन्टा होइन लगभग अब पर्यौँ नि त यही हो बाटो चाहिँ होइन यो हो बाटो यो हो बाटो रोइ त्यो होइन बाटो अब कुनो यता पनि हिँडेको छ यता पनि हिँडेको छ केही छैन त यता जानु उता जानु केही छैन बाटो त अनार छ पुरै हिँड्छ आइज पिके बाटो त्यो हो तल हो र माथि नै गएको छ त अनि तल हो
अब दोधारमा पऱ्यौँ नि रे तल त होइन होला हो यताबाट पनि जानु चाहिँ उतै गएको छ अँ होइन अँ उताबाट नि यतै होइन यो डाँडा होइन तलै होला यतैबाट होला यस्तो छ स्थिति यहाँ ल्याम ल्याम गाडीतिर छ है खुट्टा अनि आइज नि तपाईँ जान त आइज नि उतासम्म गयो केही छैन यहाँ हिउँ मात्र छ बाटो पत्ता लाग्न नसकेर यति गाह्रो भइरहेको छ यहाँ भयो तनाव भयो होइन बोट पनि छैन फेरि अङ्कल हामी उल्टो बाटो आएछु म के कारणले गर्दा यहाँ यो त्यहाँबाट बोट सोट केही छैन माथि होइन अँ, अनि यहाँ आएर पो हेर्दा त कोरी यता भनेर हिँडेको उता चाहिँ रहेछ कोरी यता चाहिँ कापुचे लेक जाने बाटो रहेछ क्या गाह्रो है यो लास्टै पत्ता नहुने बाटोमा ओ फर्की फेरि फर्किँदैछु म गलत बाटो आएर पहिला हेर्दै हिँड्नुपर्छ बोट पनि धेरै हिँड्दाखेरि आउने हो बोटहरू पनि हेर्नलाई बाटो खोज्दैछु है बाटो खोज्दैछु म यहाँ तिनतिर मान्छेको पाइला गएको छ बोट छैन अब यो त यहाँबाट बाटो छैन हैट भास्यो माथि हो हैट तेरिका जुत्ता भिज्यो हैट सकिँदैन हिउँै हो सकिने त नामै लिँदैन यार आइपुग्दै पुग्दैन लास्टै गाह्रो भइसक्यो होइन ओ हिँड फाइनल्ली हामी चाहिँ कोरे डाँडा नमस्ते गेस्ट हाउस यता 10 मिनट अझै हिँड्नु पर्ने अरे हिउँ पर्दैछ हामी चाहिँ आइसक्यौँ है कस्तो भोगेर पनि फाइनली कोरी डाँडा आइपुग्यो लास्टै हिउँ पर्दैछ त्यही पनि फाइनल्ली डेस्टिनेसन आइपुगिसक्यो उफ आनन्द भयो आम्मा आइपुगिन्छ जस्तो लागेको थियो त कस्तो भएर छ ए डोबर क्या आइपुगिन्थ्यो जस्तो चाहिँ लागेको थिएन आइज केही सुनाइदियो नि त फाइनली आइपुग्यौँ होइन स्वागत पनि हिउँले हानेको छ स्वागत पनि फेरि हिउँले गरिरहेको छ कुकुर फेरि सोचेको ठाउँ मलाई यहाँ के एउटा बवा लाग्यो भनौँ एउटा कुकुर क्या कहाँबाट भोगेको है होइन जहाँ जुन ठाउँमा जाँदा पनि कुकुरले चाहिँ घर आयो भनेर चाहिँ क्या उयो इसारा दिने क्या सेक्री लाग्यो क्या फल स्नो फल अब यहाँ पनि यो कुकुरले हेर्नु नि आम्मा कहाँ परदेखि गएको छ सिगान पनि आइरहेको छ सिगान पनि आइरहेको यस इतना सुकुन इतना सुकुन रोहित साथी कस्तो लागिरहेको छ एकदम म त यहाँ लड्दिउँ जस्तो भइरहेको लड्दैन त एकताल तर अहिले नलड भोलि लड अरे आम्मा यो हो नि त सुकुन साथीको कालो अङ्कल फाइनली होइन हेलो हेलो जम नौमी यता माथि जाउँ ल कुकुर भएतिर त्यस्तो छ अनि भ्यू चाहिँ
फेरि यस्तो छ है अगाडि गुड मर्निङ गुड मर्निङ जिरोहरू त अरट्ठै भएको रहेछ कस्तो देखेको छ नजाराहरू त आम्मा यस्तो छ है नजारा चाहिँ टोइलेट त जानै नसकिने रहेछ ल कता दामी भ्यू देखेको छ तर यो अझै उता गएकै छैन उतापट्टि जानुपर्ने भ्यू पोइन्ट भनेको उता माथि ल यस्तो छ है कस्तो मजा आउने आनन्द भयो अङ्कल कालो अङ्कल हिँड्नु नि केही छैन अहिले देखेको धुम्म हामी बसेको यहाँबाट माथि आउँदैछौँ हिउँ चाहिँ कति छ यति छ यो केही पनि देखेको छैन घाम निस्किँदैछ यहाँबाट अघि चाहिँ एकछिन देखेको छु कस्तो चिसो छ भने घाम निस्किँदैछ यस अझै निस्किँदा मजाले बब्बाल हुन्छ नि घाम निस्किँदा साथी यता हेर न कस्तो लागिरहेको छ त किन तिमी स्याड छौ यार कालो अङ्कल कतिको चिसो छ पुरै चिसो छ है देखियो खुलो हात खुल्छ यो खोलिसक्यो नि त यो खोलिसक्यो यो देखेको थिएन नि अघि हिउँै हो ल है हिउँको बाटो यस्तो छ है हिँड्नै परेको छ तप छ भ्यू पनि जाँदै हामी फोटो खिच्न ल कोरे डाँडा यस्तो छ है कोरे डाँडा चाहिँ अहिले हिउँले गरेर आधी खुट्टा घोडासम्म हिउँ छ यता हिँड्न नसकेर आउँदै हुन्छ बिस्तारै आम्मा यो हो नि त भ्यू नजारा यत्रो 4 दिनको दुःख यस्तो छ भाषा फाइनली यता हेर्नु अरे रेडी ल मलाई हान्दैन
ल है अब हामी चाहिँ यस्तो भइसक्यो एकैछिनमा यस्तो भइसक्यो है अघि यस्तो थियो मम्मी ल है म चाहिँ पुगेँ है फेरि ल है सोमी म पुगेँ है तिमीलाई यहाँ सरप्राइज है यो चाहिँ यहाँ ठगी गएको पुगेर छाडियो नि त अब फर्किन्छु एकछिन है त ल लभ यु है हिमालबाट तिमीलाई तो सेकुवा सबैको सेकुवा त देख्नु हुने यहाँ जुत्ताको सेकुवा भइरहेको छ जुत्ता जुराबको सेकुवा कार्यक्रम ए यस्तो छ हिउँले गरेर जुत्ताको सेकुवा है 1 किलोको ए जुराब सुकिसक्यो यहाँ जुत्ता पनि सुक्नु लाग्यो बिदाई माग्दै ल दाइ ल है एकदम हाम्रो गुड दाइ जो पनि आउनुहुन्छ नमस्ते होटल चाहिँ दाइको लागि भए पनि सम्झेर आउनु एकदम दाइ अनि हाम्रो कुकुर यो चाहिँ परबाट लिन आउँछ यहाँ ल भाइ भेटौँ न ल तल हाम्रो ह्यान्डसम भाइ ल ल भाइ है त दाइ ल के हो रे कालवाङको बाई बाई कोरी बाई बाई नेक्स्ट टाइम अर्को जुनीमा झुकेर पनि आउँदिन होइन हाँ झुकेर पनि नआउने को आउँछ त यहाँ दुःख यात्रा हो भने पनि सेप्टेम्बर अक्टोबरतिर आउने हो यो महिनामा त्यो गाह्रो छ ल हेर्नु यो मा कसम काँडामा पकाउनै मिल्दैन लटी चाहिँदैन नयाँमा चाहिँ टेक्नु पर्यो क्या नयाँमा टेक्दा पनि चिप्लिन्छ She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. She hums a tune I've never heard in languages I can't speak. She writes down cities on her wrist. She moves like a dream she'll never keep. A whisper caught I sip my coffee, miss my cue. Boots at still anchored by my feet. With a notebook, but time rolls on like open. She's chasing skies soon I've never named while I stay in my lane. Oh, travel something in the way you carry the sun keeps pulling at my chain, leaving behind. Travel what I hold inside. If I don't ask your name today, I may never have the chance. What I hold inside you, if I don't ask your name